हेलो एभ्रिवान, टेस्ट विथ श्रद्धामा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म हजुरहरूको लागि भनेर आलु र दालको रेसिपी लिएर आएको छु। सुरुमा हामीले कराई बसाल्ने अनि त्यसमा चाहिँ 2-3 चम्चा जति तोरीको तेल हालेर उसिनेको आलुलाई हालिदिने। यो उसिनेको आलुलाई चाहिँ हामीले रातो नहुन्जेलसम्म फ्राई गरिदिने। यो आलु रातो हुन्छ हैन, अनि यो आलुलाई चाहिँ निकाल्दिने के हल्का रातो भए पछाडि। खासमा यो के बनाउन आँटेको माया तिमीले? आज चाहिँ मैले चनाको दाल र आलुको सब्जी बनाउँदैछु रोटीसँग खानालाई है। यो चाहिँ सुरुमा मैले यो बेबी पोटेटोजलाई बोइल गरेर हल्का नुन र बेसार हालेर फ्राई गरेँ। अब यो हाम्रो यतिको फ्राई भए पछाडि निकाल्नलाई रेडी भइसक्यो है। यसमा निकाल्छु। अब चाहिँ के गर्छौ माया नेक्स्ट? अब त्यो अघि आलु बोइल भएकै पेनमा हल्का तेल हालिदिने होइन। अनि त्यस पछाडि चाहिँ हामीले दाल र आलुको लागि मसला यही तेलमा आलु बोइल गरेकै तेलमा तयार गर्दैछौँ होइन। त्यसको लागि चाहिँ मैले मस्टर्ड ओइल हालिसकेँ। अब यो मस्टर्ड ओइल अलिकति तात्छ नि। अनि त्यस पछाडि यो मसलामा ल्वाङ, जिराको दाना अनि यो अलैँची हाल्ने। यो तातिसकेको छ होइन। अब यसमा मैले हालिदिन्छु। अब चाहिँ मैले 2टा खोर्सानी, अब म प्याज हालिदिन्छु, लसुन र अदुवा पनि हाल्ने। अनि 1 चम्चा लसुन अदुवाको पेस्ट, यति इनफ हुन्छ। अब यो यतिको प्याजले कलर चेन्ज गरे पछाडि चाहिँ टमाटर हालिदिनु। म चाहिँ यो 3टा मिडियम साइजको टमाटर लिएको छु है। र यसलाई मजाले पाक्न दिने एकछिनलाई। टमाटर चाहिँ गलिसकेको छ होइन। अब यसमा हामीले थोरै 1 चम्चा जति धुलो खोर्सानी रातो राखिदिनु। हाम्रो मसला चाहिँ अलमोस्ट रेडी भइसकेको छ। यहाँ चाहिँ मैले भिजाएको चनाको दाललाई 2 हुइसल आउन्जेलसम्म प्रेसर कुकरमा बोइल गरेको छ। यति ठिक्क। अब चाहिँ फेरि बेसार हालिदिने है यसमा। बेसार हालेर थिए पछाडि चनाको दाललाई एड गरिदिने। बोइल गरेको चनाको दाललाई अब चाहिँ यतिको उम्ले पछाडि हामीले नुन हालिदिने। अनि अघि बोइल गरेर फ्राई गरेको आलुलाई पनि यही दालमा मिक्स गरिदिने। ढक्कन लगाएर 5-7 मिनट पाक्न दिने। अब गरम मसला हालिदिने। यसमा कसुरी मेथी हालिदिने। यहाँ चाहिँ म मेरो दालको लागि तड्का रेडी गर्दैछु। तड्काको लागि चाहिँ 1 चम्चा घिउ लिने। घिउ तातिसके पछाडि चाहिँ यसमा जिम्मु र रातो धुलो खोर्सानी हालिदिने। अनि यो हालिसके पछाडि चाहिँ दाललाई माथिबाट तड्का हालिदिने। हाम्रो दाल चाहिँ रेडी भयो।